छ दलित गैर दलित दलितमा मधेसी दलित र पहाडी दलित बिचको भिन्नता तथ्याङ्कले चाहिँ यहाँ देखाउन खोजेको छ। यहाँ चाहिँ दलितको जनसङ्ख्या हजुरहरूलाई भन्नुपर्दाखेरि अब यो 2,91,64,578 छ भने त्यसमा चाहिँ दलित सङ्ख्या हाम्रो 13.4% भनेर दलितको जनसङ्ख्या चाहिँ छ नेपालभरि। पहाडी दलित 8.6, तराई दलित 4.8 र कोशी प्रदेशको कुरा गर्दाखेरि 49,61,412 मध्ये दलित सङ्ख्या 4,81,547 चाहिँ दलितको सङ्ख्या छ। 9.7 चाहिँ कोशी प्रदेशमा पनि छ भने पहाडी दलित कोशी प्रदेशमा 6.2 छ भने तराई दलित चाहिँ 3.5% रहेको छ। यो चाहिँ यहाँलाई उपलब्ध गराउँछौँ हामी। यो जनसङ्ख्या प्रतिशतको कुरा गर्दा सबैभन्दा कर्णालीमा चाहिँ हाई देखियो। त्यो भएर धेरै प्रोजेक्टहरू पूर्वतिर नआउनु कारण चाहिँ त्यो पनि हो कि अलिकति पिछडिएको समुदाय कर्णाली छ। त्यसपछि सुदूरपश्चिम देखिन्छ अनि मधेस देखिन्छ अनि होइन गण्डकी देखियो। हजुर त्यसो देख्दाखेरि अब सुदूरपश्चिम कर्णाली भन्दा गण्डकीमा अझ हाई देखियो। यो प्रतिशत चाहिँ भनेको त्यहाँ बढी मात्रै छैन, त्यहाँ पीडा पनि त्यतिकै छ भनेर अनुमान चाहिँ गर्न सकिन्छ। यो जात जातिको प्रकार गर्दाखेरि हामीले वर्गीकरण गर्दैनौँ। यो पहाडी दलितमा यो छ, तराई दलितमा यो छ, यति % छ, यो खोज्नुभयो हजुरलाई चाहियो भने हामीसँग एभाइलेबल छ भनेको सरकारको तथ्याङ्क। अब अलिकति बढ्दैछ 58, 68, 78 भने चाहिँ बढिरहेछ तर अर्को अनुपातले घटिरहेछ किनभने जो चाहिँ जात विभेदका कारणले आफ्नो जात चाहिँ लुकाउने प्रवृत्ति छ त्यो कारणले गर्दाखेरि जति बढ्नुपर्ने हो त्यो सङ्ख्या चाहिँ देखिएको छैन। 13.4 भन्दा बढी हुने दलित विश्लेषकहरू भन्छन् तर चाहिँ भनेको बढ्न त बढिरहेछ तर जुन रेसियोमा त्यो चाहिँ छैन। धेरैले आफ्नो अपमान र विभेद सहनु परेका कारणले गर्दाखेरि जात बदल्ने कारणले गर्दा यो सङ्ख्या घटेको देखिन्छ। यो 68 भन्दा बढीको जनसङ्ख्या यहाँलाई चाहिँ हेर्दाखेरि पहाडी दलित 4.1 अलि बढी देखियो, तराई दलित 3.6 र गैर दलित जनजाति यो चाहिँ यो कोशी प्रदेशको हजुर है 5.4 भनेको 60 वर्षभन्दा बढी को बाँच्दो रहेछ, 68 भन्दा बढी को बाँच्दो रहेछ भन्नुपर्दाखेरि को बाँच्दो रहेछ गैर दलित। किन बाँच्दो रहेछ? हजुर खानपिन आर्थिक अवस्था खानपिन रोजगार गरिबी विपन्नता सबै यो विविध कारणले गर्दाखेरि आयु चाहिँ घटेको छ। त्यही भएर 60 वर्षमा दलितलाई भत्ता दिनु कारण त त्यही हो। आयु नै त्यहाँ माथि छैन। कतिपय हामीले यो कुरा बुझिरहेको हुँदैनौँ कि दलितहरूलाई किन 60 वर्ष भत्ता भन्ने प्रश्न उठ्छ क्या। होइन उनीहरू विभेदमा परेकाले त्यो होइन कि आयु कम भएको कारणले गर्दाखेरि यो चाहिँ दिनुपर्ने चाहिँ सरकारको बाध्यता हो। यो सरकारको राम्रो काम पनि हो। अब यो अति न्यून वर्ग, मध्यम वर्ग, उच्च वर्ग, अति उच्च वर्ग यसमा पहाडी दलित, मधेसी, तराई दलित र गैर दलित जात जातिलाई हेर्नु पर्दाखेरि तपाईँहरूको तथ्याङ्कले स्पष्ट चाहिँ बताउँछ अति न्यून वर्गमा को पर्छ भन्ने विषयमा। को रहेछ अति न्यूनमा? 8.3 मधेसी दलित चाहिँ छ नि। 8.2 छ यता तल फेरि त्यो दुईटा 8.1 रहेछ। त्यो चाहिँ भने कतिले बढी छ भन्ने हो कि। अब यता चाहिँ हेर्नु पर्दाखेरि 8.3 सबैभन्दा चाहिँ सरकारका कार्यक्रमहरू जानुपर्ने मधेसी समुदायमा चाहिँ देखिन्छ क्या। मधेसी दलित त्यसमा पनि यो स्पष्ट तथ्याङ्क सरकारको तथ्याङ्क हो। अहिले चाहिँ सबभन्दा हाई चाहिँ गैर दलित चाहिँ भने धेरै उचाइमा चाहिँ छ सम्पन्नता कुरा गर्दाखेरि। न्यून वर्ग अब अति उच्च वर्गको कुरा गर्नुपर्दाखेरि त्यसमा चाहिँ भनेको न्यून रूपमा मात्रै देखियो। अति उच्च वर्गमा चाहिँ दलित समुदाय एकदम चाहिँ कम छ भनेको गरिबी अझै कहाँ छ भन्नुपर्दाखेरि दलित गैर दलित र दलितभित्र पनि दलित र मधेसी दलितको कुरा गर्दाखेरि मधेसी दलितमा त्यो तथ्याङ्क एकदम चाहिँ कम देखियो सरकार तथ्याङ्कमा। त्यही भएर खासै चाहिँ हामीले बुझ्नुपर्ने कुरा के हो भने जहाँ अभाव छ त्यहाँ खाना के छ त्यहाँ चाहिँ हामीले सरकारका कार्यक्रमहरू लन्च गर्नुपर्ने हुन्छ तर यो चाहिँ देखिँदैन।
बाल विवाहको अवस्था यो प्रदेश अनुसार चाहिन्छ है। सबभन्दा बढी बाल विवाह कहाँ हुने देखियो? 17, 9, 7, 11 कर्णालीमा बढी देखियो है। त्यही भएर अस्ति चुनावको है, तर यो राजनीतिक प्रसङ्ग जोड्नै पर्छ कहिले काहीँ के कर्णालीमा टोटल्ली पुरानो दल किन आयो भन्ने प्रश्न आइरहेको थियो कि यो चाहिँ कन्सेप्ट त पुरानै छ, त्यही भएर विश्लेषण गरिएको थियो, देखिएको मात्रै अनर्थ नजाओस् भनेको। कर्णालीमा 31मा बाल विवाह हाई छ, त्यसपछि सुदूरपश्चिम लगायत बाल विवाह हाई रहेछ। त्यसमा पनि अब जात जातिको कुरा गर्दाखेरि फेरि त्यो बाल विवाह हाई कहाँ छ भन्नु पर्दाखेरि दलित समुदायमा छ। कर्णाली र मधेसमा चाहिँ हाई डाटा देखाउँछ बाल विवाहको। यो साक्षरता दर कुरा गर्दाखेरि पनि फेरि अब कर्णालीमा बढी चाहिँ छ। यो चाहिँ प्रदेश अन्तर्गतको फरक भएको हुनाले 73 भनेपछि सबैभन्दा हाई चाहिँ फेरि कर्णालीमा जान्छ 71। त्यसपछि यो गण्डकीमा देखियो। यो चाहिँ भनेको साक्षरताको हो। साक्षरतामा सबभन्दा फेरि अझ त्यो भित्र कम्पेरिजन गर्दाखेरि गैर दलित, दलित र मधेसी दलितको कुरा गर्नु पर्दाखेरि मधेसी दलितहरूमा बाल विवाह चाहिँ बढी रेसियो चाहिँ देखिन्छ। महिलाको साक्षरताको अब दलित र गैर दलित महिला बिचको साक्षरता दरहरू गर्दाखेरि यहाँहरू क्लियर हुनुहुन्छ। सबै ठाउँमा गर्दाखेरि सबै ठाउँ हेर्नुहुन्छ त्यो ग्रिन जति यतापट्टि रेड जति चाहिँ गैर दलित महिला हो। सबै प्रदेशमा साक्षरता दर कम देखियो भन्नुपर्दाखेरि दलित महिलाको कम देखियो। त्यो भएर शैक्षिक कार्यक्रमहरू, छात्रवृत्ति कार्यक्रमहरू यहाँ चाहिँ लन्च हुनुपर्ने हो, त्यो चाहिँ सरकारको उसमा चाहिँ देखिँदैन। डाटा स्पष्ट छ, आफैसँग स्पष्ट डाटा छ। साक्षरता नेपाल साक्षरता देश घोषणा गरिसकेको छ। यो डाटाको आधारमा सरकारको लज्जास्पद भयो नि त। यो जुन आफूले घोषणा गरेको त्यो डाटामा सरकारकै डाटामा देखिएन भने यो चाहिँ अवस्था चाहिँ साक्षरता दरले चाहिँ त्यसलाई साक्षरता जुन घोषणा गरेको छ त्यसलाई चाहिँ के गर्छ। अर्को चाहिँ निरक्षर